चाहिँ हाम्रो गुम्बाको अन्धार यस्तो छ होइन। साथीहरू तपाईँ देख्न सक्नुहुन्छ। जय लक्ष्मी माता रक्षाको गुम्बा एकदम खतरनाक छ। राम्रो गुम्बा छ, देख्न सक्नुहुन्छ। यहाँबाट छिर्न यस्तो सम्भव नै हो। यहाँबाट चाहिँ पुजारी चाहिँ भन्नुभएको छ भिडियो बनाउन आउट छैन होला, त्यसो भए लुकी लुकी खिचिरहेको छु भने चाहिँ होइन। साथीहरू सेम दामी छ कि जस्तो स्वर्गमा जस्तो लाग्छ गुफा। दिल्ली करोलबागको ठाउँ हो। दिल्लीको करोलबाग हनुमान मन्दिर। ओ माई गॉड, कस्तो बाटो छिर्नु सुरु डरै लाग्छ। तर भगवान्लाई के नारायण 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 नारायण। यहाँ चाहिँ सिडी आउनुभयो दर्शन खोलेन यो यसमा त होइन खोल्ने। हजुर, के फोटो खिच्नुहुन्छ? फोटो यो फोटो सबै आउने कि भिडियो बनाउने? भिडियो बनाउने बेस भयो। हजुर भयो बनाउँदैन। ओके राम्रो छ गुम्बा होइन। यहाँ चाहिँ हाम्रो बाबाले भिडियो बनाउँदै हुनुहुन्छ। राम्रो छ ठाउँ। भगवान् हामी यसो घुमघाम गर्न आएको। हामी मान्छे देख्दैन, हामी देख्नु पर्ने। हजुर, तपाईँको म देखाइदिन्छु नि है त, जान्नु। नारायण स्वर्ग आए जस्तो लाग्छ। स्वर्ग आएको जस्तै लागिरहेछ हामीलाई। राम्रो छ मन्दिर, राम्रो छ। म अघि जान्छु। हजुर जानु जानु यताबाट जान्छु। तिमीलाई हामीलाई स्वर्ग आएको जस्तै भइरहेको छ। हजुर हजुर, स्वर्गमा आएको जस्तै छ। यसरी भगवान् रक्षा गरौँ, रोग सोग केही नलागौँ। यसरी रोग सोग केही नलाग्ने हे भगवान्। हामी चाहिँ स्वर्गद्वारको परिक्रम गर्दैछौँ। हजुर हजुर, नेपालदेखि आइएको छ। नेपालदेखि आएको छ, दिल्लीसम्म आएर स्वर्गद्वारको परिक्रम गरेको छ। हे भगवान् रक्षा गरौँ। यसरी हे भगवान्, हामीलाई केही थाहा छैन। हजुर, हामी टाढादेखि आएका। भगवान् यो भाग्यले मात्र आउनु पाउँछ। भाग्यले आउनु पाएको रहेछ। यो स्वर्गद्वारको हामी परिक्रम गर्दैछौँ। हे भगवान्, हामीले रक्षा गरिदियो। हजुर, रोग मुक्त बनाइदियो, रोग सोग मुक्त गराइदियो। एउटा परस्परी ल हामी स्वर्गद्वारबाट बाहिर निस्कियो छ। अब हामी बाहिर निक्लिसक्यो। भन है त, म भित्र जान्छु यताबाट। राम्रो ठाउँ छ।